स्वागत छ तपाईहरुलाई हाम्रो च्यानल तोडफोड नेपालमा। आज पनि हामी तपाईहरु समक्ष केही प्रस्तुतिहरु लिएर आइसकेका छौं र हाम्रो भिडियोमा तपाईहरुको मायाहरु केही कमी भइरहेको हामीले महसुस गरेका छौं। त्यसलाई हजुरहरुको माया अझै थप वृद्धि होस् भन्ने आशाका साथ हामीले आज नयाँ कुराहरु केही बवाल कुराहरु पनि ल्याएका छौं। त्यसले गर्दाखेरि आज पहिले हामी के फुटाउँछौं त हेर्ने हैन त। ल हेरौं है त। आयो के आयो? यो त हाम्रो पुरानो 100 मिटर पो आएछ त। एकचोटी मजा आएको थिएन त्यो फुटाउनलाई। आज यो फुटाउनलाई मजा ल्याउँ। अनि फुटाउनु भन्दा अगाडि के छ? सेफ्टी फर्स्ट। चस्मा त लागै छु, पन्जा पनि लगाउँ है त। तपाईहरुलाई हाम्रो भिडियोमा के कमी कमजोरीहरु महसुस भइरहेको छ, तपाईहरुको माया किन कमी भइरहेको छ, हामीलाई राय सुझावहरु दिनु होला। त्यसलाई हामी अगाडि सुधार्दै लाने छौं र हामी तपाईहरुको लागि थप प्रस्तुत गर्ने छौं। अब हेरौं हाम्रो 100 मिटर। ओहो हाम्रो काम त के हो? फुटाउने हो। अब फुटाउँ हैन त साथीहरु। ओहो यो त अस्तिको भन्दा बलियो छ कि क्या हो? फुट्दैन त। हौ लुङ्गा अलिकति चाहिँ गएछ है। गयो। ओहो अस्तिको जस्तो धेरै कुराहरु त यसमा रहेछ। एउटा पीसीबी बोर्ड रहेछ। यहाँ थोरै केही मेकानिकल चीजहरु पनि बनाएको छ। यहाँ तार पनि छ। अस्ति पो फुटाउनलाई समस्या थियो त, किनभने सेफ्टी थिएन। आज त हामी बाङबुङ पार्दिहाल्छौं नि। ल हेर्नुस् यो कोइल, तामाको कोइलको सानो एउटा रोल बनाएको रहेछ। यो हाम्रो यसो मिटर घुम्ने, यही घुमेर चाहिँ हाम्रो कति बिल उठो भन्ने कुरा हामीले यहाँबाट थाहा पाउँछौं। यसलाई के गरौँ त? केही गरौँ। ल यसलाई आज धेरै कुरो त रहेन रहेछ। हाम्रो यो त सक्यो। अर्को के छ त? हेर्नु हैन त। ल हो कहाँ गयो? पक्रे है, पक्रे। भुइँमा झरेपछि पक्रे। ल यो चाहिँ हाम्रो इलेक्ट्रोनिक सामानमा हामीले मर्मतहरु गर्दाखेरि भोल्टेजहरु एम्पियरहरु के कति छ भनेर हेर्ने। यसलाई के भन्छ? मल्टिमिटर भन्छ। हो मल्टिमिटर पनि धेरै थरीका हुन्छन्। क्ल्याम मिटर हुन्छ अर्को, मल्टिमिटरको एउटा अर्को हो। अर्को एनालग मिटर हुन्छ, त्यसले पनि देखाउँछ। यो चाहिँ डिजिटल मल्टिमिटर हो। अब यसलाई पनि हामी के गर्छौं? फुटाउँछौं। किनकि हाम्रो काम भनेकै फुटाउने हो। एउटा त छिरो डिस्प्ले त उड्यो। पावर भन्नुपर्ने हो, तर पावरै निक्लेन कि क्या हो साथीहरु? अब हतौडा राखेर मैले बाङबुङ पारे। ल यो मुलालाई पनि के हतौडा लगाइराख्नु त। लु त हेर्नुस् त। यसमा त के जाति रहेछ। स्प्रिङ रहेछ, ब्याट्री लगाउने ठाउँ, यहाँ एउटा बोर्ड रहेछ। यो हो यसैका आधारमा चाहिँ मल्टिमिटरले यही पीसीबी बोर्डका आधारमा चाहिँ के कति छ भोल्टेजहरु देखाउँछ, एम्पियरहरु देखाउँछ। हामीले चेक गर्ने, लाइन बनाउने त्यसैबाट हो। स्वाहा एउटा हाम्रो सानो ब्याट्री पनि निक्लेको छ। यसैको पावरबाट हामीलाई लाइन नभएको बेला यसैको चार्जबाट हामीले चेक गर्ने हो। यो त हाम्रो भए सानातिना कुराहरु। आज केही धमाकेदार छ। हेर्नु हैन त के छ? हाम्रो ठुलो प्रस्तुति। आउनुस् हेरौं। यो के हो? टिभी। आज यसलाई फुटाऊ हैन त? फुटाऊ। ओ आज तपाईहरुको लागि हामीले सानो, यो मेरो मोबाइलको स्क्रिन भन्दा सानो छ डिस्प्ले, सानो टिभी लिएर आएको छु। हेर्नुस् त। यो त एउटा एन्टिक पिस हो हाम्रो लागि। किनभने अहिलेको जमानामा यो हाम्रो लागि एउटा नयाँ नमुना मात्रै हो, पुरानो नमुना मात्रै हो। नयाँ भन्दा पनि यस्तो टिभीहरु अहिले पाइदैन। किनभने अहिले हाम्रोमा एलईडी एलसीडी टिभीहरु आउँछन् र पुराना टिभीहरु ठुलठुलो 32 के अरे 31-32 इन्चीका टिभीहरु अहिले पनि पाइन्छन्। 21 इन्चीका 24 इन्चीका टिभीहरु पाइन्छन्।
तर त्यसको यो सानो नमुना यो चाहिँ ब्याट्रीबाट पनि चल्ने हो र लाइनबाट पनि चल्ने हो र यो अहिले पनि हुन चाहिँ चालु अवस्थामा छ, चल्छ पनि। तर हामीले हजुरहरूको लागि यसको हामीसँग अहिले युज नहुने भएकाले यसलाई हामीले राख्नुभन्दा हजुरहरूलाई प्रस्तुत गरेर देखाउन सही सम्झ्यौँ र हामीले यसलाई फुटाउने निर्णय गरेका छौँ। ओहो, हतियार कहाँ गयो साथीहरू? लौ त सुरु गरौँ। ओहो, एकैचोटिमा गयो त के? लु हेर्नुहोस्, यो त धेरै कुरो रहेछ हौ साथीहरू। यसलाई पहिले यताबाट पनि फुटाउँ होइन त? ओहो, यो डिस्प्लेको भाग यहाँको एउटा उछिटेर गयो। यहाँ एउटा हाम्रो सानो लागेको हुन्छ, यहीँ त रहेछ नि। यो यहाँ भित्रबाट यसरी ठक्क लागेको हुन्छ, यहाँबाट हाम्रो यसैको मार्फतबाट टक्क डिस्प्लेमा लाइन जान्छ। हेर्नुहोस् त यहाँ के जाति छन्। यो यताबाट निक्लियो, यो पनि निक्लियो। कति थोक हुँदो रहेछ हेर्नुहोस् त। यो हाम्रो एन्टिना ट्युन बढाउने, यो च्यानलहरू चेन्ज गर्ने, भोल्युम घटबड गर्ने सबै थोक मिलाउनलाई यहाँ एउटा पिसिबी बोर्ड रहेछ। यसमा तार रहेछ। यहाँ हाम्रो सार्ने स्विच पनि छ। यो पिसिबी बोर्ड छ। पिसिबी बोर्ड भित्र हेर्नुहोस् त कति थोक हुँदो रहेछ। यहाँ तामाको तार, टिभी भित्र यति धेरै सामग्रीहरू, क्यापेसिटरहरू, ट्रान्जिस्टरहरू जोडेर चाहिँ एउटा पिसिबी बोर्डमा हामीलाई लाइन सप्लाई गरेर हामीलाई एउटा तस्बिर बनाएर चाहिँ हाम्रो लागि एउटा इन्टरटेनमेन्टको क्षेत्र बनाइएको हुन्छ। हो, तपाईहरुले टिभी त घरमा हेर्नु भएकै हुन्छ र भित्र के हुन्छन्, कसरी बनाएको हुन्छ भन्ने कुरा हजुरहरूलाई जानकारी हुँदैन। त्यसैका लागि हामीले यो जानकारीमूलक भिडियो बनाएका छौं। यो त एउटा हाम्रो सानो नमुना हो। यो सानो टिभी भयो। हामी यस्तो टिभीको ठुलो नमुना, ठुलो टिभी पनि अवश्य प्रस्तुत गर्नेछौं। तर हजुरहरूको माया अझै बढेर जानुपर्ने छ भन्दै आजको लागि हामी यति नै प्रस्तुति गर्दै बिदा माग्दछौं। हस्त, धन्यवाद।